हेर्नु है यहाँ यसमा हेर्ने बेलामा कहीँ च्याउ देखिया छ कतै छ कहीँ छ च्याउ कहीँ छैन नि देखिया छैन नि अब हेर्नु कात्ती छ म भन्छु है तपाईँलाई एउटा चाहिँ हित्ती नै ए अर्को एउटा हित्ती पनि छ त्यसको साइडमा पनि अर्को होला है हेर्नु एउटा हित्ती नै पनि छ है ए त्यसपछि एउटा हित्ती छ देखिया छ कि यो च्याउ हो यो देखियाको ए देख्नुभयो यता हुनु यता पनि छ इ देखिया छ यो ए दुईवटा रहेछन् सानो सानो रहेछन् तर दुईवटा रहेछन् त्यही पनि अर्को पनि हेरिहालौँ है पाइन्छ एउटा यो एरियामा पनि छ ए रहेनछ यहाँ आइसकेको रहेछ त यो पनि छ है यहाँ बस्सकै छन् तर सानो सानो रहेछन् अनि अब 2-4 दिनमा ठुलो पनि होलान् तर यहाँ अलिकता उर्स्क्या छन् भनेपछि त्यसमा च्याउ छाउनु बुझ्दा हुन्छ हेर्नु ए ए अझै खन्नु त अझै छ त्यहाँ अब जति पनि यो माटो अलिकता माथि गएको जस्तो छ यो खन्ने भने यसमा भत्सकै भेटिन्छ म खन्छु है सेतै रहेछन् अब यिनी ठुलो हुने अझै साना पनि रहेछन् यसमा ए देख्नु भएको सानो सानो रहेछन् अहिले यसमा चाहिँ अझै ठुलो हुनु पारिन्छ नि अहिले यहाँ माथि पनि खनाउँ पसिनाले चाहिँ च्याउ देखाइदिने मान्छेको हालत चाहिँ यस्तो छ है ल हेर्नुहोस् गरी खाना पनि सुखाउँदैन सर्ट पनि चुत्रुक्कै छ हो त्यहाँ छ ऊ यो सबै चाहिँ हो नि च्यात्तै तर सानो सानो रहेछन् क्या अझै यहाँ ठुलो हुन पाएनन् नि हेर्दा यो ठिकै छ सब ठुलो हुन्छ पछि यहाँ 2-4 दिन अनि फेरि खनिदिइहाल्यौँ के अन्त बाँदर काट्नु अर्कोचोटि हामी नआउनु पनि सक्छौँ फेरि भिडियो बन्द गरेँ 2 मिनट